हेलो साथीहरु, आजको भ्लगमा चाहिँ हजुरहरुलाई स्वागत छ। आज चाहिँ हामी यहाँ तोरीको साग टिप्ने कार्यक्रम चलिरहेको छ। पछाडीपट्टि तोरी फुलेर ढकमक्क भएर कति सुन्दर देखिएको छ नजारा। र जाडो जाडो छ, टोपी लाउनु पर्ने त खासै उस्तो छैन, त्यही पनि हावा चल्छ कि फेरि यता चाहिँ, त्यही भएर टोपी लगाएर यहाँ साग टिप्दै छौं। ल हेर्नु है नजारा एकदम निकै सुन्दर देखिरहेको छ तोरी फुलेर। र यता चाहिँ अनि अब हाम्रो मम्मी साग टिप्दै हुनुहुन्छ। के गर्ने यो साग? यो गुन्द्रुक हाल्नको लागि यो तोरीको गुन्द्रुक मिठो हुन्छ जाडोमा सुप बनाएर खानलाई। गुन्द्रुकको लागि चाहिँ तोरीको साग टिप्दै छु। सागको सुप खाने? अरु गुन्द्रुकको झोल। अरु चाहिँ मासुको सुप खान्छन्, खुट्टाको सुप खान्छन्। हामी कहिलेकाहीँ अब जाडोमा गुन्द्रुकको पनि कति मिठो हुन्छ नि त। तोरीको गुन्द्रुक फेरि एकदम मिठो हुन्छ। तपाईलाई आउँछ त बनाउन? आउँछ। यति टिपिसके है, यो सबै टिप्ने हो है। यो टिपेर अनि यहाँ चाहिँ आलु लगाएको। अब आलु माथि चाहिँ घाममा सुकाउने अनि धोएर आलु माथि चाहिँ अनि यो हामीले तोरी छरेको हैन त। अब यो टक्क यो तोरी टिपेपछि अब यो आलुलाई फेरि गोड्ने हो लगतै। अब यस्तै हो गाउँघरको काम। अब कहिले के भइरहन्छ। तर एकदम चिसो मौसम भयो नि, घाम चाहिँ राम्रो लागेको छ। आनन्द। काम गर्नु ठिक छ नि मम्मी? ठिक छ। घाम तातो घामको पारमा बसेर तोरीको साग टिप्नु आनन्द आइरहेछ। ल है। आलु कति राम्रो भछ। अब हाम्रो एकजना खेतला पनि बढिसकेको छ है। यसले चाहिँ खासै काम चाहिँ गर्दैन के अरे, कहिलेकाहीँ यसो अक्कल झुक्कला गर्ने गरे। भ्लगमा कहिले बिल्ला हानेको होइन कि, जे हो त्यही रियालिटी भनिदिएको। अब खासै हामीले जति गर्दैन नि त्यसले हो कि भन्नु त। गरिहाल्छ नि, सधैँ गर्वैबाट जानेर कसले आएको हुन्छ र? गर्वैबाट कसैले पनि जानेर आएको हुन्छ। सबै सिक्ने हो, गर्ने हो, अगाडि बढ्ने हो। जे कुरामा नि अगाडि बढ्न सक्नुपर्छ। फेरि एकैचोटि यहाँबाट सुरु गरेर एकैचोटि अगाडि बढ्ने भनेर फेरि सररै अगाडि पुग्ला। यो चाहिँ यो कागबेनी मुस्ताङतिर जस्तो हावा चल्छ है साथीहरू। हाम्रोतिर चाहिँ फेरि यो उत्त स्वाँ गरेर आवाज होला भिडियोमा। अनि एकदम हावा चाहिँ एकदम तुफान चल्छ। यो अझै मेन हावा त आउनै बाँकी छ। यो चाहिँ भर्खर सुरुवाती हो। तर जे होस् हामीलाई चाहिँ एकदम ठिक लाग्छ। हावा चलेकै ठिक लाग्छ। हावा चलेन भने पुरै हुस्सु लागेर यो पुरै हुस्सु लाग्छ चितवनको जस्तै। अनि अहिले चाहिँ हावा लाग्यो भने चाहिँ टक्क घाम लाग्छ बेलैमा। आनन्द। ड्याङडुङ लुगासुगा लायो, टोपीसोपी लायो है। अब म चाहिँ अनि फेरि यता अब भिडियो बनाइराख्छु। अब खासै काम अगाडि बढिरहेको छैन। अब मम्मीको एक चरण गाली सुरु हुन्छ। अब त्यही भएर अब एकछिन यसो भिडियो रोकेर काम स्टार्ट गर्छु। र अनि अहिले कति टिपिन्छ के हुन्छ त्यो फेरि देखाइहाल्छु हजुरहरूलाई। आनन्दले हेर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। अब खासै भ्लग बनाउन आउँदैन। अब यसो आज चाहिँ बनाऊँ कि भनेर कस्तो बन्छ अब यसो भन्नु होला, कमेन्ट गर्नु होला है त। लगभग आधी घन्टा जति नै हामीले अब यो उखालिराखौँ है। अब घामले पोलेर गर्मी पनि हुन लागिसक्यो। र हामी उता जुम्लाबाट आउनुभएको एकजना दाइसँग यो पिनासको औषधि लगायत यस्तो के हो यो के अरे मम्मी, यो दाउरा जस्तो जेठी मधु पनि किन्यौँ। किनभने अलि चिसो छ, रुगा पनि लागिरहेको छ। खाने भन्नुभयो नि, लाउनु यो तान्नु न, अलिकति खान्छु म नि। र अब काम चाहिँ एकदम बढिरहेको छ। कति पनि हो ल। तोरी टिप्ने काम अब लगभग सकिन आँटेको छ। मलाई चाहिँ एकदम झ्याउ लाग्यो तोरी टिप्दा उखाल्दा साग। म चाहिँ यता अब सुकेको खुर्सानी आज टिप्न जाँदैछु। एकदम राम्रो फलेको छ, हेर्नु होला। धेरै नै सुक्या रहेछ। यो चाहिँ घर गाउँको एकदम विषादीयुक्त खुर्सानी हो है। आजको अब यो
दिनमा आज घरको काम यताउति गर्ने। ओहो लपक्कै पाकेर रहेछ तल। एकछिन अब भिडियो नै रोकेर भयो भने टिप्न थाल्नु पर्यो यो चाहिँ। म एकछिन पछि हजुरहरूलाई टिपी भएपछि कति हुन्छ कति सुकेको रहेछ खोर्सानी देखाउँछु है त। ल खोर्सानी चाहिँ धेरै नै सुकेको रहेछ। ल यतापट्टि पनि अलिअलि सुक्न बाँकी रहेको भए पनि टिपौँ है, सुक्छ टिपी भएपछि। हजुर अब यो यति एरियाको चाहिँ भ्यायो। उता पनि छ है हाम्रो खुर्सानीको बोटहरू, उतापट्टि पनि म टिप्न जाँदैछु। यतापट्टि पनि सुकेको रहेछ 3-4वटा खुर्सानी चाहिँ। अब यो टक्क सुकाएर राखेपछि धेरै पछिसम्म पनि खान्छ। यतापट्टि हामीले एक लट सुकाइसक्यौँ साग चाहिँ टिपेर, अब एक लट चाहिँ उता टिपिँदैछ। ल हेर्नुहोस् त खुर्सानी बाप्पा, अब मलाई यो कम्तीमा पनि 10 मिनट लाग्छ यो टिप्नलाई। कति पाके यतापट्टि पनि छ है फेरि त्यस्तै। अब यो पनि म टिप्न जाँदैछु, धेरै नै छ, टाइम लाग्छ एकछिन। अब भिडियो पज गरेर भए पनि अब यो खुर्सानी चाहिँ टिप्नु पर्यो है। ल मैले चाहिँ खुर्सानी यति टिपेँ है, लगभग 1 केजी छ। ल खुर्सानी लगभग सकिसकेको छ। एउटा काम यता पनि सकियो। अब यो टक्क मैले घाममा लगाएर सुकाइदिन्छु, अनि त्यसपछि यसलाई प्लास्टिकमा या डब्बामा राख्दा केही फरक पर्दैन। पछिसम्म पनि खान मिल्छ, यो पछि बिउ राख्न पनि मिल्छ। टक्क अब यहाँ माथि सुकाइदिन्छु यसलाई, घाम चर्को लागेको छ। ल यस्तै छ। कति टिप्नु भयो मम्मी? ल फेरि टिपिसक्नु भएछ। यो चाहिँ हाम्रो घरको एउटा कुखुरा छ है, धेरै चाहिँ छैन, एउटै छ। एकदम डिस्टर्ब गरेर राख, यसलाई नि कुनै क्लास हान्निदिन आउँछ। सुकाइदिने हो। अब यसलाई सुकाइदिनु पर्यो। अझै छ आसम्म टिप्ने हो। यो सब साग खानलाई छरेको हामीले, किनकि तोरीको साग खायो भने शरीरलाई नि एकदम फाइदा भन्ने चलन होइन, भिटामिन नि मिल्छ क्या। तोरीको साग एकदम खानु रे, वर्षमा 1-2 छाक खानै पर्छ अरे किनेर भए पनि, औषधि। अब तोरीको फुल खान हिँडिसक्यो हाम्रो कुखुरो। मजाले घाम गर्मी हुन थाल्यो। अब एकछिन रेस्ट गर्नुपर्छ, धेरै भयो। अब समय पनि ढल्किसक्यो। यता लसुन नि एकदम आज पानी हाल्नुपर्ने हो लसुनमा नि। फाइनल्ली साग टिपेर पनि सुकाइसकियो। अब एकछिन रेस्ट गरिन्छ है हामी चाहिँ। एकछिन पछि अब समय पनि कति भयो, एकछिन पछि खाजासाजा नि खानुपर्छ। अब आज चाहिँ यो चाहिँ सब यो गुन्द्रुक हाल्ने हो है, सुकाएर ट्याक्क। टोपी लाउँदा कपालले बिग्रेछ यार। के छ मम्मी खानेकुराहरू यताउति? कपाल दारी काट्न पर्ने भएछ। के गर्ने अब? भाँचिहाल्ने काम गर्ने आज। ल फेरि मकै भाँच्ने, रेस्टको टाइम छैन। अब घर गाउँमा बसेपछि काम गरिरहनु पर्छ। मकै सुगाले खाएर फेरि केही छैन, धेरै पनि छैन है। फेरि तपाईँहरूले धेरै छ भन्नु होला, खासै धेरै छैन, 2 डोको जति मकै होला। भाँच्ने चाहिँ यति हो, त्यो पोलदेखि यता भाँच्ने हो। अब मकै भाँच्न लाग्यो हामी चाहिँ। अब मकै भाँच्नलाई डोको रेडी पारिसक्नु भयो। कसले बोक्ने हो डोको? मैले कि तपाईँले? हामी चाहिँ भाँच्दै डोकोमा हाल्ने भन्ने कुरो भयो है। यताबाट सुरु गरौँ न। लोकल हो त्यहाँ कता यहीँबाट सुरु गरे हुन्थ्यो होला। यो चाहिँ हाम्रो घर अगाडिको बाटो है।
ल साथीहरू मकै भाँच्नु पर्यो, त्यसपछि बाँकी अरू देखाउँला। अब कृषिमा क्रान्ति भएन, कृषिमा क्रान्ति भएन भन्छन् है। अब कृषिले अब कृषि गरेर के काम, यत्रो घरको मकै फल्छ अनि फाइदा के त यो। अब यहाँ 2-3 चोटि जोत मोल हाल गोड, फाइदा के छ मम्मी? यही हो त है। हो यही भएर नेपाली बिग्रिने कारण हो, किनभने आफ्नो लगानी गर्ने फाइदा नहेर्ने यार है बिचरा। मिहिनेत नि त गरे छैनन्। गरे छैन मिहिनेत। खर्च कति 2-3 चोटि जोताइ यताउति यस्तै हो साथीहरू। यो अब के गर्ने, मकै नि खोज्नु पर्यो हाल, छर्न बाग्लै छरेको। ल अब यस्तो यस्तो छ हेर, ल हेर मकैको गति। ए शिव, त्यही भएर नेपालमा काम छैन भनेर अहिले सब विदेशी न थालेकै कारण यही हो क्या, खेती नि नहुने अनि खर्च। अब यहाँ अर्को फेरि अर्को उसले मुसाले गणेशजीको बाहनले खाएर यति हेर। ल अब यो घाटा कसले बिहोर्ने, यस्तो गाह्रो छ कि साथीहरू। त्यही भएर गरी खाउँ न मरिजाउँ बनाउँछ कि यो किसानीलाई। ल फटाफट भाँच्नु पर्यो, जस्तो जे भए पनि फलेको अन्न। मकै 2 डोको आउँछ कि भनेको 1 डोको यति, यो सुकेको जति यतिको चाहिँ जम्मा यति है मकै। कहाँको? यो पनि हाम्रै हो, यो चाहिँ अलिक ठिकै छ है। यो चाहिँ हाम्रो घरबारी। यो अलि पछि भाँच्ने। ल साथीहरू आज चाहिँ अब आजको भ्लग चाहिँ मैले यतिमै टुङ्गाउँदैछु। मकै सकै यहाँ भाँचेर ल्याएर राखियो। यो अब बिस्तारै घाममा सुकाएर खोसेल्टाउने हो। अब ल साथीहरू भ्लग हेर्नु होला, कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नु होला हैन। ल ल आजको दिन अब यसरी नै गयो। 2082 साल कार्तिक, आज कति गते हो? 28 गते को आजको दिनको भ्लग यसरी नै गयो। ल साथीहरू हस्त, धन्यवाद। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है त। ल